अन्जुको त कपालै छैन, काँडी यत्रो लामो कपाल आयो भनेर कमेन्ट गर्नुभएको छ। अब के जुम्रा परेर कपाल काट्नु भयो भन्ने कुरा पनि चल्यो होइन, के हो त्यो अन्जुजी? थोरै बताइदिनु न। कपाल चाहिँ जुम्रा परेर चाहिँ होइन होइन त्यो नभएको हावा कुरा बोल्नुहुन्छ क्या हजुर। होइन कमल जिल्ला अनि जिस्काइरहनु होला, त्यही भएर सोधेँ। जिस्काउनु भएको कपाल चाहिँ झरेर काटेको, जुम्रा परेर काट्छ त कपाल? यो के नक्कली कपाल हो अहिले तपाईँले प्रयोग गरेर? होइन नेचुरल कपाल हो। यसलाई नेचुरल भन्छ कि नक्कली भन्ने? तिम्रो नक्कल जस्तो देखिया छ र? होइन कमेन्टमा दर्शकले त्यही भन्नुभयो, मैले त्यही होइन यस्तो हो, अब यो त नेचुरल कपाल हो। भयो कपाल चाहिँ झरेर काटेको होइन। अब अहिले देखाउन मिल्दैन, मेरो टिकटक भिडियोमा गएर हेर्नु कस्तो छ के छ। अब तपाईँको टिकटकमा हेर्नु भने त पुरै लुक्सै चेन्ज भएको छ नि। होइन लुक्स अब अन्जुलाई अनिलै भन्नुपर्छ कि जस्तो अवस्था पुगिसकेको छ टिकटकमा त। यस्तो कपाल अनुसार गरेको लुक्स होइन, गर्नुपर्छ। अब कपाल काटेको छ त तर कुर्ता सुरुवाल लाउँदा सुहाउँछ र? त्यही भएर चाहिँ अब जे छ त्यही गर्नु पर्यो नि त। कपाल काटेको छ, व्हाइट टी सर्ट लगायो, अब कुर्ता सुरुवाल लगाएर सुहाउँछ। सो तपाईँले चाहिँ कपाल पनि अलिकति आर्मी कटमा काट्नु भएको देखिन्छ, अनि टप पनि लगाउनु भएको छ होइन? यो चाहिँ अलिकति जान्न मन लागेको कुरा भनिदिनुहोस् न। आर्मी कट त्यही माथि टप लगाइरहनु भएको छ। अब आर्मीमा फर्म लाउँदैछु त्यही भएर। उमेरले साथ दिन्छ, दिइहाल्छ नि।